हाम्रो ढुङ्गा चाहिँ यहाँ बबाल छ है ठुलो ढुङ्गा पत्र निक्लिसकेको छ। यहाँ चाहिँ आज सक्न आँटिसकेको छ है यहाँ गयो गयो चर्कियो नि। ल आज चाहिँ हाम्रो तरल पनि निकालियो है ढुङ्गा फुटाउने क्रममा चाहिँ है त भाइ। वाउ यो चाहिँ के हो नाग सर्प जस्तै निक्लेछ भाइ, नाग सर्प जस्तै निक्लेछ। तरल के हो यस्तै थियो। तरुण ल्याएको अघिको तरुण यहाँ छ मैले राखेको छु एक कुनामा राखेको छु। तरुल धेर थपिगयो नि त नि भुइँभरि छ तरुललाई। तरुल यो एरियामा चाहिँ ढुङ्गा फुटाउने क्रममा हामीले चाहिँ तरुल पनि भेटिसकेको छौँ है। हाम्रो ढुङ्गा चाहिँ फुटाएको यो लगभग 200 मिटर जति लम्बाइ चाहिँ पुग्ने भइसकेको छ है। ढुङ्गा चाहिँ छेउरो भित्तामा यसरी राखेको छौँ है नअटेर। ढुङ्गा चाहिँ ड्याम्मै छ है साथीहरू। अब यो हाम्रो सामान चाहिँ यहाँनिर राखेको छौँ। यतापट्टि नि छ अलि परतिर नि फुटाउँदैछौँ। बाँकी यहाँनिर नि छ यो पल्लो डाँडादेखि उतापट्टि नि यति नै ढुङ्गा छ है साथीहरू। यहाँ चाहिँ धेर फुटाउनु नि टाइम लागेन होइन। फुट्ने ढुङ्गा होइन भान्जा, तर राम्रो ढुङ्गा चाहिँ फुटाएको छौँ हामीले चाहिँ। यो माटोमा ढुङ्गा खन्दाखेरि चाहिँ तरुल निस्केको नि भाइ। यस्तो दामी तरुल निस्केको छ। ल अब चाहिँ हामी अन्तिम भएर थालेको छौँ है। ढुङ्गा धेरै फुटाएको हुनाले थाकिसकेको छौँ। अब यो दुईवटा ठुलो ढुङ्गा फुटाउनु बाँकी। अब ल हाम्रो ढुङ्गाको जस लाइन चाहिँ निकै लामो छ है होइन सन्ते? एउटै मात्र ढुङ्गा देखिन्छ त अनि भिडियोमा। काम कोही नगर्ने अरे अबको यो ग्रुप चाहिँ कतिजना 1 2 3 4 भान्जाले 5 जना चाहिँ काम नगर्ने आज। हामी आएर नगर्ने क्या। ए ल दुई भएर चाहिँ काम यहाँले विजय गरे क्या। कुन त अब अनि हामी देखा गरेको ढुङ्गा उठाएको मेरो बल ढुङ्गा नि खाल्दै मजा छैन। सोलिङ काम हुँदैछ है हाम्रोमा चाहिँ। तपाईँ सोलिङ सक्न लागेको छ है हाम्रो चाहिँ। ल हाम्रो सोलिङ यहाँ चाहिँ सुरु भइसकेको छ है। यहाँको चाहिँ ढुङ्गा उठाइसकेका छौँ। यहाँ टिलको हरायो त भाइ हाम्रो नाप। हामी यति ढुङ्गा चाहिँ आज लगाइसकेर हामी चाहिँ काम नगर्ने होइन त हाम्रो टिम। हाम्रो यो अन्तिम काम सुरु भइसकेको छ है आज चाहिँ। सकिँदो रहेछ फुटाउनु। यो लामो सोलिङ सबभन्दा हाम्रो टिमले गरेको छौँ है। लगभग 100 मिटरको यो सोलिङ हो तल पुच्छरबाट चाहिँ। सोलिङको वरपरै छ नि अब देखिँदैन रहेछ तलसम्म टर्निङले गर्दा। सोलिङ नपाए कार्यक्रम है आज चाहिँ। हाम्रो आजको दिन चाहिँ सोलिङ नपाए हामीले हिजो अस्तिको दिनसम्म लगाएको सोलिङ है यो चाहिँ। यो चाहिँ सबैभन्दा एकदम लामो सोलिङ है यो चाहिँ। हामीले लगाएको एकदम लामो सोलिङ यो चाहिँ। विशेष गरी अत्यन्तै लामो सोलिङ है यो चाहिँ। यो लगभग 50-55 मिटर हाराहारीको यो चाहिँ सोलिङ। मिटर भयो यहाँ हजुर
त्यति हाल्नु ए 52-25 ल्याउनु 52-25 52-25 यहाँको सोलिङ छ